गरे त्यो पनि मलाई यो कस्तो मन पर्दैन नि यो ट्रायंगलमा पनि वेलकम टु माई च्यानल। अनि आज चाहिँ हामी अहिले बाहिर छौँ अलिकति, सो एक्सप्लेन गर्न मिलिरहेको छैन वाट इज दिस भिडियो अबाउट भनेर। तर धेरै दिन भएको थियो भिडियो हालेको थिइनँ, अनि आज चाहिँ सन्डे नै थियो, छुट्टी नै थियो, सो अबे कौन है बे तू? हामी घुम्नलाई भनेर आएको थियौँ। अनि आज त्यही हो नर्मल फन भिडियो, घुम्ने न्यू रोडको गल्ली घुम्नेवाला भिडियो छ। सो इन्जोय गर्नु होला, लास्टमा हेर्नु होला, रमाइलो गर्नु होला। सी यू, बाई गाइज। हामी इयरिङको खानीमा आएको छौँ। These are pretty much what we got. यो तर एउटा कुर्तीमा लाउने चाहिँ लिनुपर्ने छ है। क्युटै रहेछ सानोवाला है। भर्खर हाम्रो के भयो अरे गाइस, हामीले यो सिमिलर लिने भनेर दुईवटा लिएको थियौँ होइन। एउटाको लकेट हराएर 1 घन्टा खोज्न लाग्यो। यो हराउने चाहिँ यो खोज्ने चाहिँ यो खोज है, अर्को खोज म पनि लाउने हो भने। गाइज हामीले इयरिङ्सहरू लिइसक्यौँ। नाउ वी आर हेडिङ टुवर्ड्स हाम्रो नेक्स्ट डेस्टिनेसन। खेलमा गएको रेता हेरेर जानु सो गाइज हामी अहिले न्यू रोड, यो ठाउँको नाम के अरे, के पो भन्थ्यो, खिचा पोखरी कि के भन्थ्यो आस्थाले। सो हिँड्दैछौँ। यसको नयाँ रिङ गाइज मैले पनि किनेको छु फेरि, ट्विन्स। One eternity later. हामीलाई ऊ त भाइले 100 रुपियाँ भनेर भित्र छिराएको छ, के गर्छ। सो गाइज हामी चाहिँ जुत्ता पसलमा छिरेको छौँ। यो जुत्ता किन्नलाई छिरेकी मान्छे जुत्ता हेरेको भयो। हामीलाई एउटा भाइले बाहिरबाट भित्र 100 रुपियाँ भन्ने पसायो, के 100 रुपियाँमा भनेर हेर्नलाई हामी छिरेको थियौँ खासमा, भरे केही रहेन रहेछ। सो या यसको स्कुटर हरायो गाइज, यो खोजे भाइ आफूले पार्क गरेको स्कुटर थाहा छैन कति भित्र राखेको थिएँ। ए भेट्यो गाइज, यहाँनिर छ। को त दाइहरूले निकालिदिनुहुन्छ। मान्छे आइसके सब हामी यहाँबाट अर्को लोकेसनमा जाँदैछौँ। गाइज हामी अर्को लोकेसनतिर जाँदैछौँ। हामीलाई आस्थाले धोका दिए गाइज, त्यो कहाँ गई थाहा छैन, त्यसले हामीलाई धोका दिए। हामी नपर्खिकन हामी अब अर्को ठाउँ जाँदैछौँ। केही किन्नु छ हामीलाई, सो किनिसकेर विल सी यु गाइज। मैले भर्खर आस्थालाई भेटेँ, यसले बोलायो कि यसले गर्दा हामीले पैसा सकिसक्यौँ सबै। मलाई रिस उठिसक्यो, 2 घन्टा भइसक्यो। यो यसले गर्दा मलाई रिस उठाउने मान्छे यही हो। बिचरा यो स्कुटी लिएर आएकी मान्छे कता राख्ने भनेर फ्री पार्किङ खोजिरहेको छु मगिदेखि। गाइस कस्मेटिकको पाला आएको छ त्यहाँ। ओइ हामी कस्मेटिक लिनतिर जाँदैछौँ। त्यहाँ हामी चाहिँ सपिङ गरेर गएछौँ, गलेर पद्दु भएको छौँ हामी। यही हो। त्यस पछाडि 1-2वटा सामानहरू चाहिँ किन्नुपर्ने छ, किन्छौँ। अनि हामी खाना खान जान्छौँ, खाजा खान जान्छौँ। म त यो न्यू रोड आयो भने कि गाइज एउटा फर्स्ट ह्यान्डवाला न्यू लेभलको इम्बारेसमेन्ट फिल भएको थियो नि, त्यो याद आउँछ मलाई। के
इभारा भनेको यही हो कुरो इभारा होलसेल गाइस हामी अहिले विशाल बजारमा छौँ यसको काम परेर यसको 1 घन्टा लाग्यो यो रुन आँटिसक्यो यसको फेरि 3 बजे फर्किनु पर्ने छ अरे देखाएको अहिले पनि देखाउँदैछु ल यो चाहिँ जिल्ला यसको रियाक्सन किन नलिएको त हामीले लिने भने उसै चुप लाग्छ कस्तो चुप लाग्छ म आफ्नो खोजेको थिएँ यतापट्टि तिमीहरू दुईजना उतापट्टि के खोजेको तल हामीले लि भनेको थियौँ कि थिएन लिम भन्छ क्या मलाई त यो किनेकै थाहा छैन तिमीले त यो किनेको मात्रै थाहा छ मलाई त्यो चाहिँ किन किन्न त्यो त दुईटा मात्रै थियो भने अघि तिमीले बुक गरेको पनि मलाई यो कस्तो मन पर्दैन नि यो ट्रायङ्गलमा पनि भएन यो त ग्रुप त नि छ भने तिमीहरू दुईजनाको छ होला म चाहिँ मेरो फोनको लेखा मात्रै याद छु म त त्यो भिडियो हेर्दिनँ युट्युब भिडियो गाइज हामी चाहिँ अहिले यहाँनिर जुस खान लाग्छौँ गलेर फ्रेस जुस आयो ओइ पोखिस थ्याङ्क यू यिनीहरू कस्ता बाटा जन्दा छ पोखेको मेरो होइन आउनु चियर्स गर्नुहोस् अनि मलाई चाहिँ किन हालिदिएको त नि कस्तो खालको रहेछन् गाइज हाम्रो सपिङ सक्यो मुख पनि अँध्यारो भइसक्यो अब चाहिँ हामी घरतिर लाग्छौँ गाइज आजको भिडियो चाहिँ यति नै हो रमाइलो भयो रमाइलो भन्दा पनि थाक्यो धेरै ओइ सबैजना हेर न बाई बाई सी यु इन द नेक्स्ट भिडियो गाइज